तिर खेलिने अनि खेलहरूमा तपाईँहरू के खेल्नुहुन्थ्यो त भन्ने कुरो पनि आउँछ। खेलहरूमा मेरो पालोमा चाहिँ मैले खेल्दाखेरि चाहिँ अब कस्तो हुनुहुन्थ्यो तपाईँहरू आफू भन्ने कुराहरू कमेन्टमा गर्नु होला। म चाहिँ सानोमा अलिकति सामाजिक काम हो, त्यसको लागि म खर्चिने छु। यस्तै जीव प्राणीहरूलाई पनि म केही खानेकुराहरू दिने नै छु। अबको समय साथ सपोर्ट तपाईँहरूको यसमा त्यो ढकन चाहिँ अलिकति ठुलो हुन्थ्यो, त्यो चाहिँ ढक भन्थ्यौँ हामीले। त्यो खेल्ने बानी थियो। त्यो खेल्दाखेरि अनि बिचमा दुली पारेर पनि खेल्ने बानी थियो। बिचमा दुली पार्ने प्लस छ्याके, चारपट्टि कोठा बनाएर छ्याके भन्थ्यौँ हामी। त्यसमा अनि हेलो हाई नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल गाइज। इट्स मी सुभाष तामाङ एन्ड जिन्दगीको यात्रामा म एकदमै सन्चै आरामै कुशल छु र तपाईँहरू पनि आरामै कुशल हुनुहुन्छ भन्ने विश्वासका साथ न्यू डेको न्यू ब्लग लिएर उपस्थित भइसकेको साथीहरू तपाईँहरू सामु। अनि के गर्दै हुनुहुन्छ? खानासाना खाइसक्नुभयो होला कि सुतिसक्नुभयो? के गर्दै हुनुहुन्छ बेलुकीको समयमा? कतिपय त लाइभमा बसिराख्नु भएको होला। कोही साथीहरू आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, कोही फर्किँदै हुनुहुन्छ, कोही जाँदै हुनुहुन्छ। तर म पनि साथीहरू काम फर्काइसकेको छु, काम सघाइसकेको छु। त्यसपछि काम फर्केर सकिसकेको छु। यी घाम पनि डुब्न लागिसकेको अवस्था छ। अब घाम डुबिसकेपछि हामी चाहिँ फर्किने बेला पनि त भयो होला नि त। कति काम मात्रै गरिरहनु होइन त भन्ने कुरो त आउँदैन। आफ्नो काम त गर्नुपर्ने हुन्छ। सो काम सकाइसकेँ म चाहिँ। काम सकेर अब फर्किरहेको छु साथीहरू। अनि के छ त नयाँ नौलो तपाईँहरूको? सुनाउनुहोस्। केही पनि सुनाउनु न, केही पनि भन्नु न यार। तपाईँहरू बिना त म त पानी बिनाको माछा जस्तै पनि तडपिरहेको छु त हौ। हिजोआज त तपाईँहरूको माया ममता साथ त छँदैछ, तर पनि बिचमा तपाईँहरूको केही अलिकति खड्किए जस्तो भइरहेको छ क्या तपाईँहरूको। थोरै केही क्वेसनहरू केही भएदेखि सोध्नु भए हुन्थ्यो। मैले धेरैचोटि सोधिरहेको थिएँ तर भन्न सक्नु भएन तपाईँहरूले। तपाईँहरूसँग केही पनि छैन त्यस्तो। तर जे जस्तो भए पनि मैले तपाईँहरूलाई एकदमै धेरै माया गरेको छु। तपाईँहरूलाई एकदमै थ्याङ्क्स भनिराखेको छु। तपाईँहरूको दिन, तपाईँहरूको काम, तपाईँहरूको सबै व्यस्तता स्वस्थ मस्त अनि व्यस्तता रहोस् भन्ने कामना गर्दछु। र साथीहरू आजको दिन यस्तै छ। मेरो पनि फर्किसक्यो अब कामतिर। धेरै थियो समय अनि बाँकी अलिकति थोरै समय चाहिँ आफ्नो लागि। पहिले काम, त्यसपछि थोरैले आफ्नो लागि समय दिने आइसकेको छ र म छुट्याइसकेको छु र हिँडिसकेको छु अब आफ्नो समय लिएर। अनि हिजोको भिडियो हेर्नुभएको छैन भने हेरेर आउँदा हुन्छ। र साथै यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्नुहोला र एक लाइक गर्नुहोला पनि भन्न चाहन्छु। त्यही तपाईँको एक लाइक सब्सक्राइबले नै मलाई हौसला मिल्छ र आगामी दिनहरूमा अगाडि बढ्ने हौसलाले अगाडि बढ्ने धेरै प्रोत्साहन गर्दछ। फेसबुकमा जोडिनु भएको छैन भने फलो गर्नुहोला, भिडियोलाई लाइक एन्ड सेयर गर्नुहोला। यो भिडियोले धेरै साथीहरूसम्म पुगेपछि मेरो लक्ष्यमा पुग्न साथ सपोर्ट मिल्नेछ। अनि आजको स्टोरी के छ भन्ने कुरो तपाईँ हाइलाइट र टाइटल पनि हेरेर थाहा पाइसक्नु भएको छ। यस, आजको बारेमा फेरि सानो पुरानो गाउँको कथा स्टोरी। बालापनमा बाल्यकालतिरै म लिएर जान चाहन्छु। तपाईँहरूको बालापन कसरी बितेको थियो त साथीहरू? बालापन तपाईँहरूको सहरमा कसैको त बित्यो होला, कसैको मै जस्तै गाउँघरमै हुर्किएर बित्यो होला। सानो छँदाखेरि तपाईँहरू कतिको चकचके हुनुहुन्थ्यो र कतिको फटाउनुहुन्थ्यो बाबा मम्मीलाई, कतिको सताउनुहुन्थ्यो, कामहरू कति बिगार्नुहुन्थ्यो होला त्यो त थाहा छैन। तर जब थाहा पाउने हुनुभयो, थाहा पाएको दिनदेखिको यता चाहिँ तपाईँहरूलाई कस्तो हुनुहुन्थ्यो? तपाईँहरू आफू भन्ने कुराहरू
कमेन्टमा गर्नु होला। म चाहिँ सानोमा अलिकति कस्तो खालको थिएँ खोइ आफैलाई भन्दा पनि अहिले त त्यस्तो थिएँ र भन्ने जस्तो लाग्छ। तर सानोमा अलिकति त्यो बेला चञ्चले बेला उशृङ्खल अनि यताउता गर्ने कुद्ने हिँडिराख्ने बानी हुन्छ कसैको। मेरो चाहिँ बानी एकदमै कुदिराख्ने हिँडिराख्ने गाउँ डुलिराख्ने बानी भएर धेरै ठुलो हुन्जेलसम्म पनि यसरी नै बित्यो क्या साथीहरू। गाउँ डुल्ने घरको कामहरू त्यति धेरै नगर्ने बुबा मम्मीले पनि केही गर्न लगाउनु भएन अराउनु भएन। अब हामी गरिहाल्छौँ सानो मान्छेसँग गर्नु पर्दैन भने जस्तो तरिकाले लिनुभयो। त्यसरी चाहिँ फ्री जस्तो छोड्नु भएर पनि घरको कामहरू त्यति गर्नु परेन। अनि बाहिर नै गाउँतिर खेलिहिँड्ने। अनि खेलहरूमा तपाईँहरू के खेल्नुहुन्थ्यो त भन्ने कुरो पनि आउँछ। खेलहरूमा मेरो पालोमा चाहिँ मैले खेल्दाखेरि चाहिँ अब सबैले त खेल्नु नै भयो होला। गुच्चा पाङ्ग्रा भनेको पाङ्ग्रा अनि प्लस पिट्टु भनेको त हाँडी फोरेर हाँडीलाई सानो गोलो जस्तो बनाएर अनि त्यसलाई फेरि चारपाटो छ भने गोलो भुइँमा ढुङ्गामा रगटेर त्यसलाई गोलो बनाएर अनि माथि एकमाथि अर्को लगाएर ढुङ्गाको पनि लगाउने चलन थियो पिट्टु। अनि मोजामा प्लास्टिक कपडाहरू खाँदेर गोल बनाएर अनि पिट्टु खेल्ने भन्थ्यौँ त्यसलाई हामीले। जो हाँडीको त्यो सानो सानो टुक्रा भागहरूलाई चाहिँ छुट्याएर हामीले माथि बनाउने अनि त्यसमा 2-3 जना 4-5 जना कतिजना भइन्छ मिलेर खेल्ने। अनि त्यसलाई गोलले परबाट हानेर लडाउने अनि लडाइसकेपछि फेरि भाग्ने। आफ्नो टिमकोले आएर त्यो लडाको पिट्टुलाई लगाइसक्यो भने चाहिँ पिट्टु भनेर कराउने। त्यस्तो थियो एउटा खेल। गुच्चा कोही बेला खेल्दाखेरि हारिन्थ्यो त्यतिखेर रुमालमा पोको पारेर राख्ने बानी थियो। अनि रुमालमा पोको पारेर राख्दाखेरि कहिलेकाहीँ हार्दाखेरि त्यही गुच्चाको पोको पनि भुइँमा फालिन्थ्यो बजारिन्थ्यो रिस उठ्थ्यो परको गुच्चा। अनि खोपी खेलिन्थ्यो। पैसाहरूको त ढ्याकीहरू हुन्थ्यो पैसाको चिल्लर ढक भन्थ्यौँ हामी। अब 4 आना 8 आना थियो त्यतिखेर 50 पैसा 25 पैसा भने 4 आना भन्थ्यो अनि 50 पैसालाई 8 आना हुन्थ्यो। अनि त्योहरू अनि 1 रुपियाँको ढकन चाहिँ अलिकति ठुलो हुन्थ्यो त्यो चाहिँ ढक भन्थ्यौँ हामीले। त्यो खेल्ने बानी थियो। त्यो खेल्दाखेरि अनि बिचमा दुली पारेर पनि खेल्ने बानी थियो। बिचमा दुली पार्ने प्लस छ्याके चारपट्टि कोठा बनाएर छ्याके भन्थ्यौँ हामी। त्यसमा अनि 3टा चाडा जति चाहिँ पैसाको त्यो 4 आना 8 आनाको अनि लगाएर यसरी परबाट हान्ने। अनि 1 रुपियाँको ढकनले चाहिँ अर्को खेल्ने साथीहरूले चाहिँ कुन दिन्छ त्यो दिएकोलाई चाहिँ हामीले मार्यौँ भने त्यसलाई लगायौँ भने अनि त्यो भित्रै छ भने चाहिँ त्यसबाट हामीले अनि कति बाजी राखेको थियो त्यो बाजी जित्ने। अनि दुलो पनि एउटा गोलो दुलो बनाएर परबाट हान्ने खेलिन्थ्यो। अनि त्यही पैसालाई नै फेरि 3टा राखेर 7 राखेर बिचकोलाई मार्ने त्यो काँटा भन्थ्यौँ काँटा हान्ने खेल त्यसरी पनि खेल्थ्यो। अनि त्यस्तो वाला पनि खेलिन्थ्यो। अनि गाउँतिर कुदी हिँड्दै आउने खेल्ने। अनि पाङ्ग्रा भनेको चाहिँ कसरी खेल्थ्यौँ भने हामी पाङ्ग्रा अब झ्यालहरू हुन्थ्यो। पाङ्ग्रा झ्याल भन्ने एउटा हाम्रो ठाउँ पनि छ। त्यहाँबाट पाङ्ग्राहरू टिपेर ल्याउँथ्यौँ। पाङ्ग्रा टिपेर ल्याइसकेपछि चाहिँ अनि त्यो फुटाएर अनि अरूसँग पाङ्ग्रा अनि पर राखेर अनि हान्दै खेल्दै गर्ने। हान्ने कहाँ छ अनि मजाले हान्ने माऱ्यो भने फेरि लाने त्यस्तो पनि खेलिन्थ्यो। अनि रिस कहिलेकाहीँ मजाक गरेको हो कि के गरेको हो है साथीहरूसँग त्यो पाङ्ग्राहरू भुइँमा ढुङ्गामा रगडेर हातमा यसरी डामी दिने पोल्ने गर्थ्यौँ। यति धेरै पोल्थ्यो त्यस्तो पनि चकचक पनि बेइमान गरिन्थ्यो हाम्रो पालामा साथीहरू। त्यस्तरी नै गर्दै खेल्दै पढ्दै अनि स्कुलतिर जाँदा कहिलेकाहीँ बिदा छुट्टीको दिनमा शङ्खत्रको बल मजाको थियो भने त त्यो
खेलिहालिन्थ्यो। प्लस झरेको सङ्कत्रहरू पनि हुन्छ कहिलेकाहीँ, रुखको मुनि भुइँमा भएको त्यो सङ्कत्रको दाना पनि लिएर गएर स्कुलतिर चौरीतिर कहिलेकाहीँ खेल्ने गरिन्थ्यो। खेल्दा खेल्दै बिचमा टेकेर कसैले फुटाइदिन्थ्यो, फुट्थ्यो। अनि आधापट्टि पनि खेल्दै लखेट्दै गएर गोल हान्ने, त्यस्तो गरियो स्कुले हुन्जेलसम्म। अलिकति ठुलो भइसकेपछि अनि त्यहाँबाट फेरि आफ्नै लाइनमा आइहाल्यो। बालापन बच्चापन कता मोजाको गोलै लिएर पनि खेलिन्थ्यो, पैसा उठाएर। त्यस्तै तरिकाले सबै ठाउँमा तपाईँहरू पनि त्यस्तै खेलहरू खेल्नुभयो कि के खेल खेल्नुभयो, त्यो चाहिँ तपाईँले कमेन्ट गर्नुहुन्छ। कमेन्ट गर्नुहोस्, म हेर्नेछु। यसरी मेरो चाहिँ बाल्यकाल गयो साथीहरू। ल घाम पनि लगभग डुन लाग्यो। के भयो तिमीलाई खानेकुरा कसले दिएन? केही छैन? भोकाले कराइराखेको होला बिचरा बिरालो। अब केही भए त दिनुहुन्थ्यो। अब भोलिबाट केही ल्याउने कोसिस गरौँला साथी। आजलाई छैन बिचरा। यो पनि पशु हो, जनावर। यसलाई पनि कसैले केही दिन्छ भन्ने आशाले नै आएर कराइराखेको होला। अब केही छैन झोलामा, बिस्कुटहरू पनि। अब कहिलेकाहीँ चाहिँ अब यसो ल्याएर दिने पनि गर्नु पर्ला जस्तो भावहरू पलाइरहेको छ। अब पैसाले मान्छेलाई कहिले पनि पुग्दैन जिन्दगानीमा। के गर्नु उसलाई पनि केही। अब मान्छेहरूको लागि त केही गर्छु भनेर लागि परेको छु भनेपछि पशुपक्षी यस्तोहरूको लागि पनि एउटा ब्रेडहरू भयो अथवा बिस्कुटहरू केही 1-2 रुपियाँको ल्याएर दिँदा पक्कै मेरो केही जाँदैन होला। यस्तो चिजहरूको लागि पनि म अबदेखि चाहिँ बेला बखतमा गर्ने गर्छु। यो बोली वचन नआउने, भन्न नसक्ने बिचरा उसले आफ्नो कराएर आफ्नो मुखको माध्यमबाट केही खानेकुरा त मागेकै होला साथीहरू। त्यही भएर यस्तो चिजहरू देख्दा अब के गर्नु, मन त लाग्छ तर केही छैन दिनको लागि। त्यही हो, अब मेरो यात्रा यसरी नै सुरु हुँदैछ। निरन्तर लागिपर्ने छु साथीहरू। तपाईँ नयाँ हुनुहुन्छ भने फेसबुकमा रिल्सहरूमा फलो, लाइक गर्नुहोस्, सेयर गर्नु भिडियो, अनि मलाई फलो पनि गर्नुहोस्। र युट्युबमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोस्। मैले यही गोल राखेको छु। मेरो फेसबुक मोनिटाइज, युट्युब मोनिटाइज भइसकेपछि त्यहाँबाट आउने पैसाहरू मैले सामाजिक सेवामा लगानी गर्नेछु। लगानी नै सामाजिक सेवामा खर्चिने छु, लगानी होइन। त्यो भनेको मेरो एउटा सामाजिक काम हो, त्यसको लागि म खर्चिने छु। यस्तै जीव प्राणीहरूलाई पनि म केही खानेकुराहरू दिने नै छु। अबको समय साथ सपोर्ट तपाईँहरूको यसमा चाहिन्छ। मलाई पनि सपोर्ट गर्नुहोस्। समाजमा अब रहिसकेपछि जिन्दगीमा अब एकचोटि भगवान्ले दिएको अरे यो हामीलाई जिन्दगी, यो लोकमा तँलाई पठाइदिएको छु, केही गरेर आउँछस्, राम्रो गर भन्ने विषयले पठाएको हो भनेर सुनिन्छ। पछि स्वर्गमा बास हुन्छ कि नर्कमा थाहा छैन। त्यही भएर तँलाई यो पठाएको, यति एउटा राम्रो काम गर भनेर के गरेर आइस् त भनेर सोध्छ अरे माथि भगवान्ले। तसर्थ जिन्दगीमा हामीले अब सकेको साथ सहयोग गर्नुपर्छ। सबैलाई खुसी बाँड्न दिन त नसकिएला, त्यही पनि भएको खुसी थोरै एकअर्कालाई बाँडेर आफू पनि खुसी रहने, अरूलाई पनि खुसी बनाउन कोसिस गर्नुपर्छ साथीहरू। त्यही हिसाबले, त्यही उद्देश्यले म चाहिँ लागि परेको छु। यो भिडियोको थ्रु मार्फत तपाईँहरूलाई भन्न चाहन्छु, मेरो लक्ष्य, मेरो उद्देश्य भिडियो बनाउने, पोस्ट गर्ने। अनि तपाईँले पनि सेयर गर्नुभयो, तपाईँले पनि फलो गर्नुभयो, फेसबुक मोनिटाइज भइदियो र युट्युब पनि सब्सक्राइब गरेर मोनिटाइज भइदियो भने मेरो त्यहाँबाट आएका पैसाहरू दिन दुखी, असहाय, पीडित व्यक्तिहरूको लागि, यस्तै जनावरहरू, पशु
प्राणीहरूको लागि केही कुराहरूमा खर्चिने छु। साथीहरू रात इजाजत धेरै पर्नु थालेको छ। त्यही हो, अझै पनि यतिन्जेल भिडियो हेरेर लाइक गर्नुभएको छैन भने एक लाइक दिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनु होला। फेसबुकतिर फलो पनि गर्दै जानुहोस् साथीहरू। मेरो चाहिँ अब जिम गर्ने ठाउँ पनि आइपुग्नु आँट्यो। आज जुत्ता अलिक फोहोर भयो, बिहान मात्रै ब्रस गरेको थियो, आज चेन्ज गर्ने बिर्स्यो। किनभने अरू बेला चाहिँ मैले चेन्ज गरेर ल्याउने गरेको थिएँ, आज चाहिँ मैले चेन्ज गरिनँ। सो अब चाहिँ रात परिसकेको अवस्था छ। जेब्रा क्रसिङको बाटो क्रस गर्ने, बेलुका केटाहरू अर्कै बाटो क्रस गर्न खोज्छ। अब चाहिँ म रोड क्रस गरेर जाँदैछु। त्यही हो साथीहरू, नयाँ साथहरू पाइरहेको छु, त्यसको लागि धेरै धेरै धन्यवाद। अबको दिनहरूमा राम्रो हुँदै जाओस्, तपाईँहरूको पनि राम्रो होस् भन्ने कामनासहित अब आजको भिडियो यतैतिर अन्त्य गरिदिन्छु। तपाईँहरूको सपोर्टको लागि फेरि पनि धन्यवाद भन्दै अहिलेलाई टाटा बाई बाई, सी यू इन नेक्स्ट भ्लग।